के हजुरसँग फेसबुक पेज छ? पेज बनाउन हजुरलाई आउँदैन? यदि आउँदैन भनेपछि यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोस्। म चाहिँ पेज कसरी बनाउने भन्ने बारेमा यस भिडियोमा चाहिँ स्टेप बाई स्टेप चाहिँ म हजुरलाई जानकारी दिन गइराखेको छु। त्यसैले यो भिडियोलाई चाहिँ स्किप नगरिकन हेरेर पुरा जानकारी लिन सक्नुहुन्छ। त्यसको लागि हामी सबभन्दा पहिला त अब फेसबुक अन गर्ने, 3 डटमा जाने, अनि 3 डटमा गइसकेपछि पेज बनाउनको लागि चाहिँ हामीले चाहिँ यहाँ तल सी मोर देख्न सक्नुहुन्छ। यहाँ तल चाहिँ सी मोर भन्ने अप्सन छ, अनि यसमा टच गर्ने। यसमा टच गरिसकेपछि हल्का माथि ल्याउने, अनि यहाँ चाहिँ हजुरले देख्न पेज भनेर चाहिँ यहाँ लेखेको छ, अनि यसमा चाहिँ टच गर्ने। अनि यसमा टच गरिसकेपछि अब यहाँ माथि चाहिँ हजुरले चाहिँ यहाँ साइडमा चाहिँ यहाँ क्रिएट भनेर देख्न सक्नुहुन्छ। यो क्रिएटमा चाहिँ टच गर्ने। क्रिएटमा टच गरिसकेपछि यहाँ चाहिँ अब हजुरले चाहिँ अब पेजको नाम चाहिँ के राख्न चाहनु भएको छ त्यो चाहिँ अब यहाँ लेख्ने। मैले चाहिँ जस्तो क्रिकेट संसार नेपाल भनेर भने है। अनि यहाँ चाहिँ अब हजुरले चाहिँ आफूलाई आफ्नो नाम राख्दा पनि भयो, अथवा आफ्नो, अनि यो राखिसकेपछि यहाँ चाहिँ अब हजुरले चाहिँ नेक्स्ट देख्न सक्नुहुन्छ। यो नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि यहाँनिर चाहिँ अब हजुरले चाहिँ होइन क्याटेगोरी चाहिँ अब के राख्ने त होइन, हजुरले चाहिँ यहाँ चाहिँ छानेर राख्न सक्नुहुन्छ। म चाहिँ छान्ने छु। मैले चाहिँ सपोर्ट राखेँ, अनि यहाँ चाहिँ अब हजुरले चाहिँ देख्न सक्नुहुन्छ क्रिएट छ, अनि यो क्रिएटमा चाहिँ टच गरिसकेपछि अब यस्तो खालेको इन्टरफेस खुल्छ। यस्तो खालेको इन्टरफेस खुलिसकेपछि यहाँ चाहिँ अब अगाडि चाहिँ अब हामीले चाहिँ होइन के सम्बन्धी हो होइन त्यो चाहिँ अब जानकारी दिनु पऱ्यो यहाँनिर। अनि त्यसपछि तपाईँ चाहिँ यहाँ चाहिँ होइन अब यहाँ के लेख्ने अब हजुर लेख्न सक्नुहुन्छ। यहाँ इमेल होइन, अनि यहाँ फोन नम्बर है, अनि यहाँ फोन नम्बर, अनि यहाँ चाहिँ अब होइन अब लोकेसन है यो लेख्न सक्नुहुन्छ। म चाहिँ यो लेख्ने छु एडेक्स होइन, सबै लेख्दा राम्रो है। अनि यहाँ चाहिँ अब एडेक्स भयो, अनि यहाँ चाहिँ अब सिटी भयो, अनि जिन कोड नम्बर है। मैले चाहिँ यो सबै भरेको छु, यहाँ देख्न सक्नुहुन्छ। यो मोबाइल नम्बर होइन सबै भरेर, अनि यहाँ चाहिँ अब नेक्स्ट गर्ने, यहाँ देख्न सक्नुहुन्छ नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि अब यस्तो खालेको आयो। अब यहाँ चाहिँ अब ब्याकग्राउन्डमा चाहिँ म चाहिँ त्यो राख्दैछु होइन, ब्याकग्राउन्डमा चाहिँ फोटो छान्दैछु है। ब्याकग्राउन्डको फोटो भयो, म अगाडिको पनि छान्छु है। अगाडि फोटो पनि छान, अनि तपाईँ यहाँ तल देख्न सक्नुहुन्छ नेक्स्ट देख्न सक्नुहुन्छ। अनि नेक्स्ट गर्ने। अब नेक्स्ट गरिसकेपछि अब यहाँ चाहिँ इन्भाइट भन्छ होइन, तपाईँ चाहिँ यो इन्भाइट पनि गर्न सक्नुहुन्छ, अथवा चाहिँ त्यो नेक्स्ट गर्दा पनि हुन्छ त्यतिकै। अनि यो चाहिँ पुरा अलाउ छ है। अनि फेरि यहाँ तल नेक्स्ट गर्ने। अब देख्न सक्नुहुन्छ अब मेरो पेज चाहिँ अब खुलेर रेडी हुँदैछ है। अब यहाँ तल चाहिँ अब लास्टमा चाहिँ तपाईँ हजुरले चाहिँ होइन यहाँ डन छ, यहाँ डन गर्न सक्नुहुन्छ। यहाँ तल डन गर्ने। हेर्नुहोस् यसरी चाहिँ खुलेको छ है मेरो पेज चाहिँ। यसरी चाहिँ हामी पेज बनाउन सक्छौँ। भिडियो हेरिदिनुभएको लागि धेरै धेरै धन्यवाद। भिडियो मन पर्यो भने अनि मलाई फलो गरेर जान सक्नुहुन्छ, लाइक सेयर कमेन्ट गर्न सक्नुहुन्छ।